आज चाहिँ म यो जरिङ्गो साग र यो पालक जसलाई लट्टे पनि भनिन्छ सागको तरकारी पकाउन गइरहेको छु। तपाईहरुलाई यो जरिङ्गो सागको बारेमा कतिलाई थाहा छ अनि यो साग कसलाई मन पर्छ साथीहरु सबैले कमेन्ट गर्नु होला। भाइ साथीहरु यो जरिङ्गो र हाम्रो गाउँमा पाइने आइरनले भरिपूर्ण पालक सागको सब्जी चट्ट रेडी हुँदैछ। अब यता भात पाकिसकेको छ, यो दाल छ, चट्ट अब अचार बनाएर गाउँले स्टाइलमा सप्र्याक हान्दिने हो। बाई साथीहरु।